हेलो एभ्रिवान, स्वागत छ तपाईहरुलाई फेरि मेरो नयाँ ब्लगमा। सधैँ जस्तै आज पनि मैले फेरि नयाँ ब्लग लिएर आएको छु। आशा छ तपाईहरुले मेरो ब्लग एकदम मन पराइदिनुहुन्छ भन्ने। र अहिले चाहिँ म यो छोडेको घरमा छु अनि यो घरलाई देखाउने छु अनि तपाईहरुलाई बाँकी चीज पनि देखाउने छु। यो घर चाहिँ यस्तो छ, चारैतिरबाट ओसारी छ यो घर चाहिँ। यो घरमा चाहिँ पहिला त्यहाँ पनि मान्छे बस्थे अनि फेरि यता पनि यहाँ पनि मान्छे बस्थे। यो घरमा चाहिँ एकदमै रमाइलो हुन्छ के। पहिले चाहिँ यहाँ चाहिँ कोही बस्दैनन् कि यो घरमा पुरै छाउनुहुन्छ। यो चाहिँ पुरै के यो झार उम्रेर यस्तो छ अनि भित्र पनि आजभोलि अर्कै हुन लागेछ कि कस्तो नराम्रो हुन लागेछ। अनि तपाईहरु यता पनि देख्न सक्नुहुन्छ चारैतिर। अनि यो पुरै झार उम्रे हो कि यहाँ चाहिँ। अनि माथि चाहिँ कोठै कोठा छन्। भात बनिरहेको छ। मेरो घरमा आउनु होला, मिठो मिठो दिन्छु। लोकल गाउँ घरको चुलो यस्तो हुन्छ। टक्क यसमा दाउरा जलाइदिएपछि यो चाहिँ अचानक भैँस छ। यहाँ हेर्नु कस्तो छ, भैँस बिजोग छ यहाँको। यस्तो भैँसले घाँस काट्छन् गाउँमा। यहाँ चाहिँ जलुका छ। यो चाहिँ जलुका भन्ने यस्तो हुन्छ। निउरो देखाउनु न, निउरो भाँचिछु मैले। भाँचेको सबै निउरो भन्ने कतिजनालाई थाहा छ कि छैन। सानो सानो खाने निउरो साथो नै है तपाईको। यो जलुका डाक्टरको ठुलो खासमा यस्तो यस्तो जलुका, यसलाई चाहिँ जलुका भन्छ। कतला जस्तै हुन्छ उनीहरूलाई, तर अलग हुन्छ हल्का। यहाँ चाहिँ प्याज काट्नु हाल्ने, मासुमा राख्नको लागि प्याज। हाम्रो घरमा चाहिँ दुईटा जेल छन् अनि बीचमा चाहिँ एउटा फेरि बाहिर निस्क। यहाँ टमाटर यिनीखेरि गाउँका लोकल टमाटर हुन् कि, घरमै फलाएको टमाटर लोकल गाउँका। अहिले चाहिँ म हाम्रो जेठाबाको घर आएको छु। यता चाहिँ खाना बनाउन लाग्ने। यताखेरि कुकरमा बनाउँछन् खाना। एकजनाले यत्रो खान्छन् यहाँ। एकजनालाई होइन कि दुईजनालाई। कसले दुईजना, एकजनाले यहाँ यत्रो भात खाएर मोटाएर हात्ती चाहिँ भएर एकजनाले यत्रो खाना खान्छन्। यहाँ कति छ, यत्रो भात खाएपछि त मान्छे मोटाइहाल्छन्। यहाँ चाहिँ हाम्रो हजुरआपको घरै ढेँडे खोर्सानी, गाउँका लोकल ढेँडे खोर्सानी ठुल्ठुलो भएछन्। लसरप्पै फलेछन् ढेँडे खोर्सानी यसरी ठुल्ठुलो खाने। यहाँ काँक्राका यहाँ बोतिल लाखन्, सानो सानो बोतिल लाखन् काँक्राका आदि। पानीले झार्छ भनेर यहाँ पानी अनि कागजले बिजनेस गरेर राखेका छन्। यहाँ अहिले खाना बनाउनु लाउनु हो। के बनाउँदा अहिले मासु आमाको दुईजनालाई खाना के बनाउँछ नि, आटो बनायो यहाँ चाहिँ भयो। के हो आबै? यहाँ रहेछ निउरो। निउरोको सब्जी बनाउने कि अचार हो? निउरो यस्तो हुन्छ साथीहरू। यहाँ चाहिँ धारो हो। यो चाहिँ सरकारले दिएको खासमा भन्नुपर्दा। पानी चाहिँ यहाँको होइन, धारो मात्र आए। तलतिर चाहिँ बाथरुम छ। अनि त्यो चाहिँ मौसमको बुटो भइहाल्यो यो ठुलो चाहिँ। अनि यो चाहिँ सुनकौलीको बुटो। कति पहिला थाहा पनि छैन होला बुटो कस्तो हुन्छ, सायद कसैले देखेको नि होला नदेखेको नि होला। यी सुनकौलीको बुटो यस्तो हुन्छ। तपाईँहरूले देख्नुहुन्छ पाती पुरै सुनकौलीको। यसलाई सुगाएर चाहिँ यसलाई बेच्छन् है। अनि यहाँ चाहिँ फेरि खोल्सो छ, ठ्याक्कै यतापट्टि फेरि खोल्सो छ। यहाँबाट चाहिँ पानी आउँछ, सर ठुलै पानी आउँछ। यहाँ चाहिँ सानो पहिरो गयो। अनि यो चाहिँ बाँसघारीको बुटो भइहाल्यो। यहाँ चाहिँ पानी आउँछ भने चाहिँ तपाईँहरूलाई म थोरै पानी चाहिँ यहाँ जम्मा हुन्छ। सानो सानो कुन्टो बनाएर राखेका छन्। यो चाहिँ बाँसघारी भयो, गाउँको बाँसघारी अनि यस्तो हुन्छ। यो बाटो चाहिँ एउटा दाइको घरतिर जान्छ, साथी पनि। अनि यहाँबाट माथि गएपछि दुईवटा घर छन्। पहिला एउटा घर थियो, अहिले चाहिँ छुट्टिएर दुईवटा घर बनाएको छन्। अनि म तपाईँहरूलाई गएर दुईवटा घर देखाउँछु। ठ्याक्कै डाँडोमा घर माथि पनि छ। यो चाहिँ केरा पसारी चाहिँ यहाँ चाहिँ। अनि धेरै 2 सालपछि आएको म चाहिँ। यो घर चाहिँ जब बन्न लागेको थियो र तब आएको थिएँ। अहिले चाहिँ यस्तो है घर। माथि गोठ भइहाल्यो। के गरे खास बोसी छु खै मम्मी यहाँ चाहिँ भैँसी पाले रहेछन्। कताबाट भैँसी खान्? एउटा भैँसी एउटा पाडो 3टा बाख्रा रहेछन् यहाँ चाहिँ। पहिला चाहिँ यहाँ थिएन यो, पहिला चाहिँ यो गोठ थिएन। यो घर बनाउने बेला चाहिँ म आएको थिएँ। के बनाऊ नानी खाना? यो चाहिँ राजु दाईको घर भइहाल्यो। त्यो राजु दाईको बुढो घर भयो त्यो चाहिँ। अनि यता चाहिँ यहाँ चाहिँ यस्तो छ। यो चाहिँ बङ्गाल भइहाल्यो। यहाँको चाहिँ भैँसी छन्।
यहाँ चाहिँ पहिला मान्छे बस्थे अनि फेरि आजभोलि चाहिँ बस्दैनन् नि भोलि चाहिँ कहाँ माथि बस्छन् गरे ए यहाँ चाहिँ यस्तो यो चाहिँ रुम अलगसित बनाएको थिएँ यस्तो छ है ए यो चाहिँ यस्तो है घर नमस्ते माजु सन्चै हुनुहुन्छ यहाँ चाहिँ माथि यस्तो छ यो चाहिँ हाम्रो पप्पूको घरको तल पप्पूको रुम यो चाहिँ अनि यहाँ चाहिँ वासरुम भयो ल आजले बनाएर छ अनि यहाँबाट चाहिँ पारेको चाहिँ दामी डाँडो देखिन्छ यहाँ देख्न सक्नुहुन्छ पुरै दामी देखिन्छ यहाँबाट चाहिँ पुरै दामी सिन आउँछ कि यहाँबाट चाहिँ यहाँ तल चाहिँ बस्ती हो मान्छे बस्छन् अनि यहाँबाट पुरै डाँडो हो चारैतिर डाँडो हो अनि पछाडिबाट चाहिँ यस्तो देखिन्छ यो घर चाहिँ खोइ हेरौँ अझै बस्नु नि 1-1.5 महिना त खोइ हेरौँ त्यस्तो त्यस्तो हुन्छ नि त बादर गाउँमा चाहिँ यता फेरि गाउँ हेर ठक्क घाँस सास दाउरा साउरा पहिले नै बनाएर राख्छन् यहाँ चाहिँ गाउँतिर चाहिँ फेरि बर्खामा हुन्न नि त पानी सानी आएपछि फेरि दाउरा साउरा उस गर्न हुन्न नि त घाँस सास पहिले बनाएर राख्छन् यहाँ चाहिँ गाउँमा चाहिँ यो यहाँ पनि राखेको भने फेरि एउटा घर मात्र नि सबै घर देखिन्छ गाउँतिर चाहिँ यहाँ रक्सी पनि पाल्दो रहेछ नि लोकल रक्सी कसको कुकुर हो त्यो हुन्छ तेरो घाँटी पासो लाएर मर्न लाग्छ उहाँ घाँटी पासो लाएर मर्न लाग्छ उहाँ यस्तरी बाँधेर राखेर हुन्छ यत्रो कुकुरलाई भयो त म त केटाकेटी रहेछ नि यार रद्दै यार तिम्रो छोरी यार खत्तम रहेछ नि यार दाइ यार जहिले नि म यो घरतिर आउँछु होइन सधैँ यो घर सुनसान हुन्छ क्या मान्छे नबसे जस्तो मान्छे बसे पनि कस्तो यो घर चाहिँ यस्तो हमेसा सुनसान जस्तो देखिन्छ कि यो घर चाहिँ हमेसा पता नै के भएको अरे बिर्सेछु यार भाइ के गर्न छ हाम्रो एउटा राधा हे जोत्तरसित फ्री फायर खेले गर्नुहुन्छ जति बेला पनि यस्तो छ सकाल हेलो गाइस काम साम गर्ने होइन खालि यही काम गर्दैन होइन अहिले होइन भाइ काम गर्दैन अन्त यसले चाहिँ घाँसपात गर्दै हुनुहुन्छ के गर्न लाउन छ पानी भर्न लाउन रहेछ होइन ए यहाँ आइज केटा ठुलो भएर हेरिस् भने के भन्छस् ठुलो भएपछि यो भिडियो हेरेस् है त कस्तो थिइस् थाहा हुन्छ है ए कपाल पनि काठी थिइस् ए टक्ले थिएँ म भनेर हेरेस् है ए त यस्तो छस् हेर चाहिँ म टोपी सोपी लगाइदिएँ फेरि यसलाई यस यो नि बाथरुममा माइजो उताको बाथरुम फेरि चाहिँ हल्का भिड टाइप छ भुइँ कटरको बुटो साथीहरू यस्तो हुन्छ भुइँ कटरको माथितिरै फुलेर चाहिँ यो सानो कलर देख्नुहुन्छ है त्यो रातो रातो हाल्ने त्यहाँ चाहिँ फुल्दै रहेछ फल्दै रहेछ टाटा सिउँडी हुन्छ नि यस्तो कसरी भयो तिमी यो चाहिँ हाम्रो आमाको घर यस्तो है र पानी आएर झरेर यहाँ तलबाट चाहिँ पहिरो गएको छ त्यहाँ तल चाहिँ एउटा घर छ यस्तो छ तर लास्टै भिड देखिँदैछ यहाँबाट
माथि डाँडो है माथि खेत रेकर्ड गरेर देखाउनु भयो क्या ब्लग बनाउनु भयो को हो त ए यो त अभिषेकको छोरो है कहिले र आएको अभिषेक नि आहा ठुलै भएर जायो यो त आँप फलेरै छन् के पाल्यो त आजभोलि हत्तो भुइँहरू कटर त नमस्ते किन आत्तिर जान लाउनु र अरू सन्चै राम्रै हुनुहुन्छ ठिकै छ बस्नु अभिषेक किन आएन त अब चाहिँ 8 महिनामा आउँछ दोकान चले के गरे हौ है चले ह त्यही भएर त आएनन् के रे ग्यास त दर महँगो भयो होला है महँगो भए पनि के गर्ने काम गर्नु कति रुपियाँ किलो है हजुर कति रुपियाँ किलो है ग्यास ग्यास महँगो 350 दियो के रे 350 किलो अहिले त कुनै कति बसो देखेन मैले त कहिले हो र तपाईँ आएको बनाऊँ भनेको बनाउन पर्छ मेहनत गर्न पर्छ बस्नुको जान्छ तपाईहरु जानुहुन्न फेरि जाने हो कहिले जानुहुने हो 1-1.5 महिना पछि बस्नुहुन्छ तपाईँ 1-2 महिना म अब अभिषेक आउँसम्म बस्छु अर्को महिनासम्म त्यसपछि जाने अभिषेक लिन आउँछ नि जाने अभिषेक नि आएर बस्ने किन आएर आएको अरू के नखा त के काम गर्नुहुन्छ तपाईले मैले त के गर्ने हो उही होटलमै हो बुढी ल्याउन ह अँ लानी हो कि छोड्ने हो जान पर्ला गरे अलिक कमाउनु पर्ला गरे आउने हो भन्थ्यो गरे भन्न त अब हिँडेर फोन गर्छु भन्थे कहिले हिँडेको टोक्यो थिएन को त्यसले कस्तो गराउँछ टाउको दुखेर हिँड्ने आङ देखेर सरप्पसँग थियो सबै जाडो होस् त्यहाँ आगो तापेर होस् बजाइदिएछन् के अन्त त्यहाँदेखिको बारी त अन्य उकान छ के भन्छ मर सक्दैन त्यहाँ को बस्नुहुन्छ त अब त्यहाँ घर त्यही मात्रै बस्यो एक्लै हो एक्लै छु तल बस्नुहुन्छ भने सुन्थेँ मैले त होइन बसिदिने जान्न यही मरेको छु के गर्नु भयो कहाँ जाने छ है बस यो ब्लगलाई चाहिँ यहीँ एन्ड गर्छु साथीहरू धन्यवाद जय